ओपन गर्दैछौँ है। अब हामी मिजामा है यसको मिजा गर्नुपर्छ है। हेरौँ है फ्रोजन टाइपको छ होइन है। यो जहिले पनि फ्रोजनमा हुन्छ, फ्रिजमा होइन कि फ्रोजनमा, रेफ्रिजरेटरमा होइन कि डीमा। अब भन्दा यसलाई डिफ्रोस्टिङ गर्दैछौँ है। के गर्दैछौँ अरे डिफ्रोस्टिङ। डिफ्रोस्टिङ गर्नको लागि अब हामीलाई के चाहियो, अहिले फ्रोजनै छ नि होइन, अब पानी हाल्नु पर्यो है गाइस। भिजाउने होइन कि डिफ्रोस्टिङ गरे हो कि है। फ्रोजनबाट ल्याएर के गर्यो हामीले यसलाई डिफ्रोस्टिङ। अब यसलाई डिफ्रोस्टिङ हुन केही समय लाग्छ है। अब यसलाई हामीले के गर्ने, एकछिन होल्ड गर गाइस गाइस है। अब यो हामीले दुई तरिकाले बेच्न सकिन्छ अर्डर है। स्वीट कोर्न चाहियो बोइलमा स्टिमिङमा भन्यो भने हामीले यसलाई स्टिम गरेर पनि दिन सकियो। जस्ट फर्कियो नि ओपन गर्ने, डिफ्रोस्ट गर्ने, स्टिमिङ गर्ने, प्लेटिङ गर्ने, रेडी टु सर्भ है। अब अर्को स्वीट कोर्न सटे गरेर बनाउनु पर्यो भने के गर्नु पर्यो हामीले, अब फेरि अर्को मिजा गर्नु पर्यो है। अर्को मिजा गर्नलाई हामीले के गर्नु पर्यो, पानी हालियो, अब केही समय पग्लिनु पर्यो है। यो केही समय यो भिजोस् है। यहाँ चाहिँ बाहिरबाट एक्सपोर्ट गरेर हामीले 5 स्टार होटलहरुमा चलिरहेको हुन्छ, बाहिरबाट आउँछ यो है। किन भन्दा हामीसँग स्टोरेजको समस्या छ कि, सबै चिजमा स्टोरेजको समस्या छ हैन। त्यो किन भन्दा फ्रिजमा डीमा हुन्छ के रेफ्रिजरेटर है। यो ध्यान दिनु पर्यो कि मिजामा त्यहाँ मैदा छ होला नि त। के गयो अजिनो है, थोरै के गयो सल है, थोरै के जान्छ व्हाइट पेपर, कर्नफ्लोर। अब त्यसपछि हामी के हालिन्छ है, थोरै पानी हाल्नु, थोरै एकदम थोरै। यसमा व्हाइट पेपर हाल्यो, अजिनो हाल्यो, नुन हाल्यो है, कर्नफ्लोर हाल्यो, मैदा हाल्यो है। गाइस अब यसलाई हामीले के गर्नु पर्यो, ओए ध्यान दे। स्वीट कर्न तेल तातो हेरेर हुन्छ। छुट्टा छुट्टै हुनु पर्यो है, एकै ठाउँमा पोको परेर पनि झ्याउ हुन्छ। हेरिएछ नि ए ल दुई साइड बस्नु पर्यो। होइन पुरै एकदमै सुक्खा भयो भने अब यो भयो कि भएन भनेर कसरी चेक गर्ने थाहा छ? गर्दा हल्का दह्रो लुलो भयो भने हुँदैन, हल्का दह्रो क्रिस्पी टाइपको हुनु पर्यो कि। खानाहरू बनाउँदा लामो स्टेप हुन्छ क्या, एकचोटि बन्दैन कि है। यो हामीले दुई तरिकाले बेच्न सकिन्छ भने नि, अहिलेको जस्तो म्यारिनेसन नगरिकन है कसै पनि बेच्न सकिन्छ रे। कसरी सर्भ गर्न सकिन्छ भन्दा जस्ट स्टिम गरेर पनि बेच्न सकिन्छ है। स्टिममा स्वीट कर्न स्टिमिङ भयो कि बोइल टाइपको हुन्छ कि, त्यो पनि मिठो हुन्छ, टेस्टी।
बनाउन पहिला मिजाहरू गर्नु पर्यो, भेजिटेबल सते गर्नको लागि भेजिटेबल मिजा गर्नु पर्यो, त्यसपछि स्विट कर्नलाई मिजा गर्नु पर्यो, फेरि फ्राई गर्नु पर्यो हैन। अझै हाम्रो चाहिँ क्लियर तपाईहरुको काम हो यो। अनि कुकले के गर्छ? सेफले पकाउँछ। खाइएको थियो कहिले यो डिस? पहिला कहिले खाइएको थिएन? खाइएन, त्यही फुला उठाएर खाइए। खैला किन्न पाउँछ क्यानमा, देखेछ मकैको खैला? सानो सानो हुन्छ नि यत्रो, बेबी कोर्न भन्छ है। त्यो जस्तो तपाईँहरूको पिज्जाहरू बनाउँदा पनि त्यो युज गर्न सकिन्छ है। हामीसँग त्यो फाल्दैन है, त्यसमा त्यो हामी खोलेको थियो ल्याउनु बनाउन सकिन्छ है। तपाईँ लोकेसन वेल भयो भने हामी 500 पर प्लेट पनि बेच्न सकिन्छ है। यो KFC मा के हुन्छ भन्दा त्यसलाई कोटेड गरे हुन्छ कि केले कोटेड गर्छ भन्दा ब्रेड क्रुमले गर्छ। अर्को ब्रेड क्रुम भन्ने छुट्टै पाउँछ कि है। कसो खालको कतिपय चिजहरू खानालाई बाहिरबाट सेफ्टी गर्नु पर्यो कि पकाउँदाखेरि। जस्तै ब्राउनहरू बनाउँदा नि ब्रेड क्रुम युज गरिन्छ। ब्राउनलाई फ्ल्याट बनाएर अनि क्रुममा डबाएर, जस्तै तपाईँहरूले ब्रेड क्रुम ल्याएर चिकनलाई हैन सबै म्यारिनेट एउटै स्टेपको म्यारिनेट गरेर अनि लास्टमा डिप फ्राई गर्ने बेलामा यस्तो पल्टाइ गरेर फ्राई गर्दा नि क्रिस्पी आउँछ कि है। अनि धेरै पाक्नलाई डढाउनलाई पनि डढाउनबाट पनि बचाउँछ कि डढ्दैन कि खानेकुराहरू। म्यारिनेट गरिन्छ नि, म्यारिनेट गर्दा हामीले हट सस युज गरेर गरियो भने बवाल हुन्छ है। जुन हामीले अस्ति बनाएको थियो नि हट सस, त्यो पनि हाल्न सकिन्छ है। तर यहाँ चाहिँ जलाउँदैन, त्यो नारी बनाउँछन् होइन, त्यो पनि हाल्यो भने बवाल टेस्ट हुन्छ कि। हाम्रो स्विट कर्न नि मिजा गरेर रेडी गरियो, डिप फ्राई पनि गरिसकियो होइन। अब हाम्रो लास्ट स्टेप है, हामी गार्लिकले के गर्नु पर्यो सुरुमा स्टेप। मसला हामीले पनि युज गरिन्छ सेम रेगुलर है। इन्डियन करीहरू बनाउँदा मात्रै हामी अरू मसलाहरू युज गरिन्छ, नत्र हाम्रो कम्पलसरी मसला भनेको यही हो। सफा हुनु पर्यो, त्यसपछि हेर्दाखेरि पनि प्रेजेन्टेसन एकदमै वेल हुनु पर्यो, नखाने खाम खालको हुनु पर्यो कि है। भोलिबाट क्लास आउट हुन्छ है केटा, तिमीले त्यो ध्यान दिएनौ भने। सुनेछौ नि तिमीहरूले? भोलिबाट यसको नाम के हो चलाउने? अमलेटहरू बनाउनु पर्यो भने हामीले यो चलाउनु स्लाइसर है। स्लाइसर नामहरू पनि अलिअलि याद गर्ने है। सर्भिसेस फन्ड। अब हामीले भेजिटेबललाई सते गर्छौँ है। फाइन चप काट्नु पर्यो यो बनाउँदा, स्विट कर्न बनाउँदा होइन। कटिङ किन चाहिन्छ होला, फरक भनेको कारण यही हो कि कुन खाना बनाउँदा कुन आवश्यकै भएर काट्यो होइन। के भयो? फाइन चप गरेको क्यारोट गयो है। अर्को के गयो? क्याप्सिकम। फाइन चप है, चप चाहिँ फाइन चप।
बढी युज हुन्छ बाहिर इन्डियन खानामा चाहिँ युज गर्नुपर्छ चाइनिज खानामा मसलै जाँदैन अलिअलि जान्छ ससहरू जान्छ बढी थाई फुडमा नि त्यही हो ससहरू बढी जान्छ तपाईँको हामीलाई स्याङ्जामा के थाहा छ हामीलाई भनौँ न एउटा सोया भन्ने थाहा छ एउटा अर्को सस के थाहा छ भेनेगर थाहा छ होइन हजारवटा कहिले कहिले त्यो भाटबडीतिर सेलरोजतिर जाँदाखेरि ससको भेराइटीहरू हेर्नु न के हुन्छ पुरै पाक्नु हुँदैन भनेको थिएँ होइन हातको पाक्नु बोइल सत्य गरेको अब हामीले के हालियो स्विटकर्न है मकै हालियो होइन अब मसला के जान्छ नुन अलिक खमालाई खान्छ मैले हामी हर खानामा व्हाइट पेपर चाहिँ युज गर्छौँ है अब तपाईँहरूले काम गर्ने ठाउँमा एडिसनल यो हाल्ने भनेर भन्यो भने हामीले हाल्न त सकिन्छ नि त होइन यो हाल्दै भन्यो भने अझ एक्स्ट्रा छ भने होइन सक्यो नि प्लाटर हो त्यो चाहिँ हो हाम्रो के भयो फुड डिस एउटा डिस चाहिँ के भयो रेडी भयो है ल हेर्दा पनि के हुनु पर्यो खानाहरू एट्र्याक्टिभ हुनु पर्यो कि है प्रेजेन्ट गर्दै सके पनि जाँदैन यसको लामो प्रोसेस सही हामीले